थापाज्यूलाई आफ्नो ठाउँमा आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी फेरि म आसन ग्रहण गर्न चाहे। आज हाम्रो यस कुल मन्दिर जग्गा दानदाता हाम्रो सबै परिवारको नाम लिन चाहे। बाबा आमा स्वर्गीय बाबा आमाको नाम पछि लिन्छु। अहिले हामी सम्मान गर्न गइरहेका छौँ, आसन गर्न गइरहेका छौँ र हाम्रो श्रीमती थापाज्यूलाई पनि म आफ्नो यथार्थ स्थानमा आसन गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी छोरा सूर्यबहादुर थापालाई पनि म आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो बुहारी टिचर हुनुहुन्छ दुर्गा थापाज्यूलाई पनि आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो छोरीलाई पनि स्वस्तिलाई पनि आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यसरी हाम्रो छोरा बाबुजीलाई पनि आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी फेरि हाम्रो बाबा सेकेन्ड हुनुहुन्छ हाम्रो यस पासपोर्ट धर्मी थापामा बाबा वरिष्ठ दिलराम थापाज्यूलाई पनि म आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो आमा पबी थापाज्यूलाई पनि म आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो भवी थापा मगरज्यूलाई पनि आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो आमा आमा तुलसा थापाज्यूलाई पनि म आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो टाढा हाम्रो पहिला त एउटा लगभग 40-45 साल हामी एकै ठाउँ थियौँ तर यति अहिले धेरै वर्षपछि हाम्रो दाजु शेरबहादुर दाजु त सायद आइरहनुहुन्छ, हर कुल बजारलाई माया गरेर आइरहनुहुन्छ। तर भाउजू चाहिँ आज यति धेरै समयमा यो ठाउँमा आन मन लगाएर हाम्रो कुल देउताले उहाँलाई धेरै आशीर्वाद दिँदै उहाँ आइपुग्नुभयो। सबभन्दा पहिला म शेरबहादुर थापाज्यूलाई आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो भाउजू चम्पा थापाज्यूलाई पनि आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो दाइजूहरूमा सबभन्दा बा बगाल आमा बगाल सबैलाई आसन गर्नुहुने अब दाइ वरिष्ठ हाम्रो भक्तबहादुर थापाज्यूलाई पनि आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो सेकेन्ड सुबेदार बलबहादुर थापा सुबेदार बलबहादुर थापा मङ्गलघाट उहाँलाई पनि आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो दाइ त्यसपछि नाम आयो होला सायद हाम्रो सुबेदार थामबहादुर थापालाई पनि म आसन गर्नको लागि हार्दिक अनुरोध गर्छु। यसै गरी दाइ हाम्रो हरिनारायण थापाज्यूलाई पनि म आसन गर्नको लागि हार्दिक अनुरोध गर्छु। यसै गरी सबभन्दा यो हाम्रो ठान कुल पूजा ठानलाई धेरै मेहनत र लगनशील भएर काम गर्ने हाम्रो यसै लगनशील दाजु मोहन थापाज्यूलाई पनि म आसन गर्नको लागि हार्दिक अनुरोध गर्छु। अब म फेरि आसन गर्न चाहेन, सम्पूर्णलाई एकमुष्ट यथार्थ स्थानमा आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। अब हाम्रो सम्मान हाम्रो अतिथिहरूलाई माला र खाटा दोसारोले सम्मान गर्नु लागि हाम्रो सबभन्दा सबैलाई माला लगाइदिनु लागि म हार्दिक अनुरोध गर्छु। हाम्रो दिदीबहिनी चेलीबहिनीहरूलाई सबभन्दा पहिला माला लगाउने र सम्मान पछाडि हो भन्दै छ होइन, पहिला यस्तो गरेर हुन्छ का कस्तो कागहरू पनि भन्दै भन्दै जो जसलाई लाग्यो त्यसलाई भन्नु समयले ल हाम्रो जग्गा दानदाता आमा श्रीमती थापाज्यूलाई माला दोसारोले सम्मान गरिदिनको लागि वरिष्ठ बाबा थापाज्यूलाई दोसारो उडाइदिनको लागि म हार्दिक अनुरोध गर्दछु।
यसै गरी पालो पालो तिमीले सुर्देला गर माला खानालाई सम्मान गर्ने हामी हार्दिक गर्दछौँ। ताली बजाइदिनुलाई तपाईँहरूलाई हामी हार्दिक गर्दछौँ। ल यसै गरी हाम्रो गोर्खा जातका छोरा सुजमा थापालाई पनि माला खाना अभिरले सम्मान गर्ने हामी हार्दिक गर्दछौँ। तिमीले लाउन जसले लाउन माला माला ताला लगा माला हाम्रो केटाहरूले बाबुलाई लगाइदियो। लाइभ भिडियोलाई पनि म हार्दिक गर्दछु। धेरै दान गरेछ, एकदम शुभकामना छ। कुलबिटीले रक्षा गरून्। भाग्य माने भाउ टिका लगाइदेऊ टिका तिम्रो झोल लगाइदिनु हुन्छ त टिका लगाऊ ल माला लगाऊ माला लगाइदेऊ ताली बजाउनुहोस्। अब पालो छ सम्मान हुने तेरो छोरी कताको के नै आज भन एउटाले माला लगाइदिए एउटाले टिका लगाइदिए जग्गा हुन्छ त्यही हो लगाऊ छोरी मुनिको म हका पर्ने कहिलेलाई सम्मान गरेछ उहाँले। यस कन्ने केटीले कन्ने कुन केटी ठाउँमा सेटायोलाई 50,000 हामी खुसीको कुरो छ। ताली बजाइदिनुलाई धेरै हार्दिक गर्दछु। यसै गरी अब यसै गरी हाम्रो पबी थापा सायद हाम्रो भाइ लुटुन अस्ट्रेलिया बसोबास गर्नुभएको छ। उहाँले पनि 1,20,000 सहयोग गर्नुपर्छ। उहाँलाई पनि धेरै धन्यवाद दिनमा आदेश गर्छु। यसै गरी युके बसोबास हाम्रो शेरबहादुर दाजु र चम्पा भाउजूले पनि यस फुल मन्दिरलाई सहयोगको लागि 1,10,000 सहयोग गर्नुहुन्छ। उहाँको नाममा पनि ताली बजाइदिनुलाई हार्दिक गर्दछु। यसै गरी म कार्यक्रम सञ्चालक सुबेदार बलबहादुर थापा बसोबास पोखरा मैले पनि 1,11,000 सहयोग गरेछु यस मन्दिर बनाउनलाई। यसमा पनि ताली बजाउन हार्दिक गर्दछु। यसै गरी हाम्रो बसोबास पोखरा नौगुन थापाले सबभन्दा धेरै भण्डार ताराबहादुर थापा मगरले पनि यस संस्थालाई सहयोग गरेर 87,777 सहयोग गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। उहाँको घरलाई पनि माला लगाइदिनुलाई हार्दिक गर्दछु। यसै गरी सर मोहन बहादुर थापा जो यस हाम्रो कुल दाइको सट्टा त भाउजूलाई लगाइदिनु सहयोग गर्नुहुने बाँसकोटले पनि 80,000 सहयोग गर्नुहुन्छ। उहाँलाई पनि ताली बजाउन हार्दिक गर्दछु। यसै गरी अहिले हाल अस्ट्रेलिया जानुभएको छ। यसै कुल समाजको सचिव टिकाबहादुर थापाज्यूले पनि यस संस्थालाई यस कुल समाजलाई माया गरेर 65,000 सहयोग गर्नुहुन्छ। उहाँको नाममा पनि ताली बजाउन हार्दिक गर्दछु। अनि दाइले लगाइदिनु हुन्छ हुन्छ ल यसै गरी शरीको नाम श्री दिल्लीराम थापा मगर हाम्रो सेकेन्ड बाबा वरिष्ठमा सेकेन्ड बाबा हुनुहुन्छ। उहाँले पनि यस फिल्मलाई माया गरेर 65,000 सहयोग गर्नुहुन्छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। यसै गरी सहयोग गर्नुहुने हाम्रो भाउजू र पुष्कर दाजु बसोबास पोखरा श्री पुष्कर थापा मगरज्यूले पनि 56,000 सहयोग गर्नुपर्छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। पुष्कर दाजुले पनि माला लगाइदिनुमा हार्दिक गर्छु। अब लस्करै लाउने जान हुन्छ भाउजू छैन भाउजू
सहयोग गर्ने हुनेमा श्री अमर बहादुर थापा मगर बसोबास पासपोर्ट 55,555 सहयोग गर्नु उहाँलाई पनि धेरै धेरै धन्यवाद। यसरी बसोबास बेनी श्री पपी थापा मगरज्यू हाम्रो 84 वर्ष पुग्नुभएका आमा उहाँले पनि यस कुल ठाउँलाई 50,000 सहयोग गर्नुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद। यसै गरी श्री लक्ष्मी थापा मगरले पनि यस संस्थालाई 55,000 सहयोग गर्नुहुन्छ उहाँलाई पनि धेरै धेरै धन्यवाद। धन्यवाद भाउजू मलाई लगाइदिनु भयो तपाईँलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहे। यसै गरी श्री हरिबहादुर थापा मगर बसोबास चिनाखेत उहाँले पनि 25,500 सहयोग गर्नुपर्छ उहाँलाई पनि धेरै धेरै धन्यवाद। हाम्रो हरिबहादुर थापाज्यूलाई पनि। यसरी श्री इन्द्रबहादुर थापा मगर बसोबास दुटे खोला उहाँले पनि 25,000 सहयोग गर्नुपर्छ उहाँलाई पनि धेरै धेरै धन्यवाद। हाम्रो भद्र बाबा कृष्णबहादुर थापा नाममा उहाँले 35,000 सहयोग गर्नुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद। धेरै यो मन्दिरमा सहयोग काम गर्नुमा र धेरै सहयोग गर्नुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद। यसै गरी श्री तुलबहादुर थापा मगर बसोबास पासपोर्ट उहाँले पनि 25,000 सहयोग गर्नुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद हाम्रो ठुलो भाइलाई पनि। यसै गरी श्री ओम बहादुर थापा मगर बसोबास युके उहाँले पनि 25,000 सहयोग गर्नुभएको छ उहाँको नाममा पनि ताली बजाएर हार्दिक गर्दछु। यसै गरी श्री बलबहादुर थापा मगर मङ्गलघाट सुधार बलबहादुर थापा मङ्गलघाट उहाँले पनि यस संस्थालाई 20,000 सहयोग गर्छ उहाँको नाममा पनि धेरै ताली बजाएर हार्दिक गर्दछु। यसै श्री मनकुमारी थापा मगर भीम पोखरा बस्नुहुन्छ यहाँ घर यहाँ भए पनि हात भीम पोखरा बस्नुहुन्छ उहाँले पनि यस कुल ठाउँलाई सहयोग गर्नुहुन्छ 70,000 सहयोग गर्नुहुन्छ उहाँलाई पनि धेरै धेरै धन्यवाद। यसै गरी श्री दिलबहादुर थापा मगर बसोबास पोखरा उहाँले पनि 16,000 सहयोग गर्नुभएको छ। बुहारी आउनुभएको छ बुहारी आउनु भाइ सुन्नु लिन गएको छ भाइलाई 25 बुहारी आउनु बुहारीलाई लाइटिङ लाइनमा हार्दिक गर्दछु। यसै गरी श्री भक्तबहादुर थापा मगर हाम्रो वरिष्ठ दाइमा सबभन्दा वरिष्ठ हुनुहुन्छ उहाँले पनि यस यो भवन हाम्रो कुल ठाउँलाई 15,100 सहयोग गर्नुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद। दाइलाई म हार्दिक गर्दछु उहाँ यस दाइले यति सहयोग गर्नुभएको छ उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी श्री सिद्धार्थ खम्बहादुर थापा मगर बसोबास सिरुबट उहाँले पनि यस कुल ठाउँलाई 15,000 सहयोग गर्नुहुन्छ उहाँलाई पनि धेरै धेरै धन्यवाद। यसरी श्री धनबहादुर थापा मगर मङ्गलघाट 15,000 सहयोग गर्नुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद। यसै गरी श्री हिरबहादुर थापा मगर थापा मगरले पनि यस समयलाई 15,000 सहयोग गर्नुभएको छ उहाँलाई धेरै धन्यवाद। श्री भीमबहादुर थापा मगर उहाँले पनि हाम्रो साइलीलाई भाउजूले पनि कुल ठाउँलाई 15,000 सहयोग गर्नुहुन्छ उहाँलाई धेरै धेरै धन्यवाद। यसै गरी इमान सिंह थापा मगर चिनाखेत हाम्रो दाइ भर्खर आउनुभएको छ आयु धेरै लामो छ त्यो जस्तो लाग्छ मलाई। यसै गरी श्री भानु भक्त थापा मगर कोप्रे उहाँ भाइले पनि 15,000 सहयोग गर्नु उहाँलाई पनि धेरै धेरै धन्यवाद। भाउजू आउनु हो भाउजू यसै गरी हाम्रो वरिष्ठ बाबा श्री तिलराम थापा मगरज्यूले पनि बसोबास पासपोर्ट 15,000 सहयोग गर्नुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद।